त आनेगा साथीहरु नमस्कार, के छ साथीहरु? हाल खबर फाइनली मेरो पनि हैन कोरियाको लागि भिजा लागिसकेको छ भनी चाहिँ हैन आज म एकदम ह्यापी छु हैन। त मैले सीसीआई फर्म पनि भरिसकेको थियो हैन। अस्ति पाइले मेरो इस्यु भएर एलसी आयो, एलसी ट्रान्सफर भयो। एलसी ट्रान्सफर हुन अलि टाइम लागेको थियो है। एलसी ट्रान्सफर 2 हप्तापछि भयो र ट्रेनिङको फर्म भरेर ट्रेनिङ पनि गरेर सीसीआई पनि आएको थियो। सीसीआई फर्म पनि भरेर अहिले चाहिँ हैन भिजा लागिसकेको छ भनी चाहिँ अब म चाहिँ हैन पर्पजल फ्लाइट फाइनल फ्लाइटहरुको वेटिङमा छु हैन। हेरौँ अब के हुन्छ यस्तो प्रोसेसहरु हैन। तपाईहरुको के कस्तो भयो, इस्यु भयो कि भएन साथीहरु हैन। त एकदम धेरै समय लागिसकेको थियो हैन। रोस्टरमा रिमेडिकल गरेर बसेको हो, एग्रिकल्चर तर्फको हो, स्टुडेन्ट हो म पनि हैन। त मैले पढेको नि हैन 5 वर्ष लगभग भइसकेको थियो भने चाहिँ रोस्टरमा एक्जाममा नाम निकालेर बसेको लगभग 3 वर्ष पुग्न थालिसकेको थियो हैन। ल एक्जाम दिएपछि ढिलो प्रोसेस भएको थियो कि हैन। त्यसपछि अनि रिमेडिकल पनि गरे 1 वर्षसम्म कम्पनीमा फाइल पुगेन र यो पाली चाहिँ हैन बल्ल कम्पनीमा फाइल पुग्यो हैन। त्यो पनि 8 वटा कम्पनीमा 7 वटा कम्पनीमा मेरो फाइल रिजेक्ट भयो। रिजेक्ट भएपछि चाहिँ अनि टक्क लगाएर 8 कम्पनी फाइल पुगेपछि 8 कम्पनीमा चाहिँ मेरो हैन ट्याक्क इस्यु भएको छ हैन। र अहिले चाहिँ मेरो हैन फाइनली भिजा पनि लागिसकेको छ कोरियाको लागि पनि हैन। ड्रिम टु कोरिया हैन, हाङगुक जाने सपना छ नि त हैन। र सम्पूर्ण साथीहरुको छ हैन। मेरो हाम्रोतिर चाहिँ अहिले पानी परिरहेको कारणले हैन बाटोहरु रोडहरु यस्तो रहेको छ है। त तपाईहरुको के कस्तो हुँदैछ हैन। म एकदम ह्यापी छु आजको दिनमा चाहिँ हैन। साथीहरु तपाईहरुको पनि हुन्छ, वेट गर्नुस् हैन, होप गर्नुस् हैन। एक दिन अवश्य हाम्रो त्यो मेहनतको फल हैन एक दिन आउने छ हैन। सबैको एक दिन पूरा हुने नै छ हैन। त अब मेरो पनि फाइनली अब पूरा हुँदैछ अब हैन। 99 प्रोसेस भनौँ न 99 भइसकेको छ, भिजा लागिसकेको छ। अब फाइनल फ्लाइटहरुमा नाम आएपछि चाहिँ अब मेरो पनि हैन कुन दिन नाम आउँछ, नाम आएपछि म पनि अब कोरियाको लागि जानुपर्ने हुन्छ है साथीहरु। त ड्रिम टु कोरिया थियो हैन। अब धेरै संघर्ष, धेरै मेहनत र इस्यु नभएको कारणले कति तनाव, कति फ्रस्ट्रेसन पनि बसेको थियो हैन। त्यो आफुलाई भोगाइहरु, त्यो पीडाहरु, त्यो दुःख आफुलाई थाहा छ। कोरियन भाषा कसरी पढ्यो हैन, कति घण्टा पढ्यो, कसरी पढ्यो, एकदम दिन रात मेहनत गरेको थियो। मेहनत गर्नुपर्छ साथीहरु हैन। अवश्य एक दिन गन्तव्य, एक दिन सफलता प्राप्त हुनेछ हैन। त्यही आशा राखिरहेको छु। अब चाहिँ हैन फ्लाइटहरु चेक गरिरहेको छु, कुरिरहेको छु हैन। कहिले फ्लाइट ल्याउँछ इपिएसले, साउले कहिले बोलाउँछ हैन। छिटो भन्दा छिटो बोलाओस् र चाँडो पनि जान पाओस् हैन। त्यही होप गरिरहेको छु हैन एकचोटि जान पाओस् हैन। र इपिएसको रातो टोपी पनि अब त्यो ड्रिम भनेको त्यो इपिएसको रातो टोपी हो। रातो टोपी ज्याकेटहरु पाउँछ हैन। त्यो पनि वेट गर्दैछु कहिले पाउँछ हैन। त एकदम ह्यापी छु आज चाहिँ हैन। तपाईहरु पनि जति पनि हेर्नु भएको छ, मलाई सपोर्ट गर्नु भएको छ, च्यानलमा तपाईहरुले सब्स्क्राइब गरेर राख्नु भएको छ। मैले च्यानलमा भिडियोहरु, न्यूजहरु लिएर आएको छु नि त। र धन्यवाद तपाईहरुले रेगुलर भ्युअरहरु, तपाईले हेर्नु भएको भ्युजहरु हैन ले मलाई पनि हैन सब्स्क्राइबर हेर्नु भएको भ्युजहरुले मलाई पनि हैन भिडियो बनाउन एकदम मन लाग्छ। र त्यसैले मैले नि आज चाहिँ गुड न्यूज लिएर आएको छु, यस खुसीको खबर हैन। मेरो पनि कोरियाको लागि अलि भिजा लागिसकेको छ भने चाहिँ अब चाहिँ म फाइनल फ्लाइटको वेटिङमा रहेको छु। हस् धन्यवाद, कामसामनिदा, बाइ बाइ, टेक केयर। सबैको जय होस् र सबैजना कोरिया जानुपर्छ। कोरिया सबैको जाने सपना पुरा होस्।